ल साथीहरू हेर्नुहोस्, यो खानी खोला तालढुङ्गाको हेल्पोस भन्दा अलिकति तल रहेको यो प्रभु मिठाई पसल हो। उहाँले आफ्नो यो चाहिँ बोर्डमा चाहिँ सम्पर्क नम्बर पनि राखेको छ। यहाँ चाहिँ समोसा, मिठाई, पुरी, तरकारी, जेरी, हलुवा, रसबरी, लालमोहन पाउनुको साथै अर्डर अनुसार खाजा पनि तयार गरिन्छ भनेर लेखेको छ। यो भाइले चाहिँ विगत 1 वर्ष 2 वर्ष अगाडिदेखि नै तालढुङ्गामा चाहिँ यसरी जेरी के यो के भन्छ जेरी, पकौडा, पुरी होइन विभिन्न खालका चिजहरू बेचेर चाहिँ मिठाईहरू बेचेर चाहिँ उसले आफ्नो पेसा गरिरहेको छ। यो भाइले चाहिँ धेरै एकदम सफा राम्रो बनाएकोमा चाहिँ सबैलाई खुसी नै भएको छ। उहाँको चाहिँ भित्र किचन यस्तो छ, बस्ने ठाउँ यतापट्टि टक्क लगाएर यो चिल्लो खालको एउटा टेबल छ। अनि यहाँ टक्क यहाँ बसेर मजाले खाइन्छ। पानी प्रशस्त जतिखेर त्यतिखेर पानी खान पाउँछ। यो चाहिँ हेर्नुहोस् प्रभु मिठाई पसल खानी खोला तालढुङ्गाको हो। अब उहाँको चाहिँ यस्तो छ, उहाँलाई पनि हेर्न देख्न चाहनुहुन्छ। उहाँ चाहिँ यो पसलको प्रोपाइटर हो। उहाँकै हातबाट चाहिँ बनाइन्छ र उहाँले धेरै सेवा दिँदै आएको छ। यहाँहरू पनि आएर खान सक्नुहुनेछ। एकदम सस्तो सफा सुग्घर गरी उहाँले चाहिँ मिठाईहरू हामीलाई खुवाउने गर्दछ। ल तपाईँहरू पनि जहाँ जहाँ हुनुहुन्छ आउनुहोस्। खानी खोला तालढुङ्गाको हेल्पोस भन्दा अलि तल रेशमजीको किनारा पसल अगाडि आउनुहोस् है त साथीहरू। ल धन्यवाद।